धेरैवटा शक्तिशाली देवता मध्येका एक देवताको रूपमा हरिनाश गाउँपालिका वडा नम्बर 4 मा रहेको गिरीकोट भैरव अर्थात् काला भैरवलाई पुज्ने गरिन्छ। यति बेला दशैं नवमी तिथिको अवसरमा पूजा दर्शन गर्नका लागि जिल्लाका विभिन्न ठाउँहरूबाट मात्र नभई छिमेकी जिल्लाहरू पाल्पा, तनहुँ, कास्की, लमजुङ, नवलपुर, चितवन लगायतका विभिन्न जिल्लाहरूबाट समेत भक्तजनहरूको घुइँचो लागेको छ। काला भैरव अर्थात् गिरीकोट भैरवको दर्शन भाकल गर्दा आफ्नो मनले चिताएको मनोकामना पूरा हुने आम भक्तजनहरूको विश्वास रहेको छ। यसै क्रममा मैले एकजना भक्तजनलाई मगर भाषामै किन पूजा गर्न आउनु भएको भनेर सोधेँ। उहाँले यसो भन्नुहुन्छ। विजयदशमी से 9 रात मुसे 9 दिन मुसे नवमी पूजा जात बाटी कानिसे सधैँ नै राले भाडाला हर्षाला र उसी दिन पहिला पनि सधैँ नै जाले से हर्षाला र जन्ती पञ्चबली याले या चाहिँ कोही आरमा नराले कोही मारमा नराले धेरै नै इलाङ चाहिँ नै सिकाउनु गिरगुट बाछे भएर चाहिँ नै त्यही पहिलेदेखि मन्दिर बसेको इस्लाम चाहिँ नै मन्दिर राख्दाखेरि इलुङ जात लख मन्दिर लख र इलुङ भगल्टी चाहिँ नि एकदम सेजा छान्ने पुरा छान्ने र जम्मै रोसरोसन भनेको पनि रहन मुले इलुङ के भकल जातले र डेच लख छान्ने जम्मै गुण र न इलुङ चाहिँ नि भकल जात जम्मै मेनो मानाकामना पुरा बोलो छ देश विदेशमा पनि इलुङ सेमा छान्नु छ त्यहाँदेखि यहाँ बाहिर जान पनि भकल जाले यहाँको डेचा अनुसारै जम्मै कुरा ओलो छ भन्छ मिलाउँछ निकाल्नु भएर बाबा गिरगुट बाछे भएर चाहिँ मन्दिर मुखमाथि भन्छ जम्मै कन्दाले पूजा के अनि राजे यसलाई अब जस्तै भक्कल न माछा ठ्या पनि सामान्य रूपमै भर्नेको चाहिँ दर्शन अथवा चाहिँ होइन पूजा मात्रै जातकी टिका मात्रै बुकेले हालेर हाले होइन काठ एकदम कराइन्छ आस्था पनि आले कि अनि यसलाई पछि विश्वास जात बाटी भर्नेको काठ विश्वास पनि लिए इसके चाहिँ दर्शन जान्दाखेरि सम्झनाखेरि मेनो मनको कुरा पुरा पनि छाने दुःख पिर पहनाइ पनि चाहिँ सहज छाने त्यो कुरा पनि आले नागु जीवन कुटा खान अन्दाज कुरा अनि दाजु पहिला चाहिँ बेसी काराङ चाहिँ मेला पनि लस्किले छ होइन होसी बेला यिनलाई नचरीको पनि कानु चाहिँ धेरै लोभले अनि भर्ने पनि धेरै मिल्छ टेकदिके ठाउँ माछा हान्दा त सिनपिन नाको रान आएर खया नाको कानु उमेर दिएन 18-20 वर्ष उमेर आएर नाकुन चाहिँ उमेर हि फरक डुम्बन्दाई
फरक त अब छिमेकी चाहिँ नि इसी फरक खान्छ नि अब चमचम छिमेकी इसी वो चमचम नन्जा बजा पनि हड्डा सारे चासो आसेमा हुन्छ बाटे होला पहिलो बुढा पनि लख रङ्गरमा हड्डा हारे माजा छ हुन्छ बाटे पनि छिमेकी धेरै शिक्षित छैन परिष्ठको छैन अब छिमेकी हिँडेर मोबाइल नमहले छैन इसी बुढा काकाको माल्छ बाटी चाहिँ फरक पर्छ लहसिले कानु पुरानो संस्कृति चाहिँ माचैनो हैन माचैनो हैन अब तर मामाटे पर्छ कुराले छानकिन पर्छ पहिला बेसेर रमाइलो जात्रा चिम्चिने चेक माले मैले माडा हाल्नु 2-3 सालदेखि चेक फरक पर्छ ल दाजुको दसैँ धेरै धेरै शुभकामना पूजा किन पालो आउला के चिनी चाहिँ भाडा लानलाई के पनि मा पर्यो अलग्गै न काट प्रसाद नरियलको दाना नाखि होलिसम्म भाग नाखि यहाँ दर्शन जाने पनि छन् नि कुराले भाडा नै लानु मिल्छ कुरा मालिक कोही पनि भाडा मिसाने बोरा कोही पनि मिसाने नारियल लाएर काट प्रसाद नाखि टिका पुके चाहिँ राखिदिन मनोकामना जाता पुरा जिसु भक्कल जान हिँड्नु र अर्को सधैँ राखि पूजा के जान छन् यसो भाडा के अरे कान जाली दिन छन् ल धेरै धेरै धन्यवाद दादा नागोको धेरै धेरै शुभकामनाले दसैँ है त बाई बाई ल गुड डे फेरि हेप्पी दसैँ ल फेरि हेप्पी दसैँ दादा ल राम्रोसँग दसैँ मनाउनु होला है त ल अब फर्कन्छु दाइ मनी पालो आयो भने जम्मा 68 नम्बरको 78 नम्बरको पालो हो आज तीनै गिरेकोट भैरव देवताको पूजा गर्न आएका भक्तजनहरूको आवाज सुनौ है त यो आफूले मनले छिताको कुराहरू चाहिँ पुरा हुन्छ भन्ने चाहिँ नि एउटा विश्वास छ हैन विश्वास छ त्यसको आधारमै अब आजको नवदुर्गा आज नवमीको दिन चाहिँ नि यहाँको सांस्कृतिक एउटा संस्कार अनुसार विधि पुर्याएर एउटा पूजा गर्ने चल्ने त्यसै आधारमा हामी पनि यसो दर्शन गर्न चाहिँ आयो चाहिँ बुच्चाबाट आएको अनि खास गरी यो गिरेकोटको चाहिँ भैरव मन्दिरमा के उद्देश्यका लागि चाहिँ आउनु भएको छ अनि खास आउनुको अर्थ के हो अब उद्देश्य भन्दा नि हैन परपुर्खादेखि चलेको हाम्रो भैरव थान जो तपाईँको मनोकांक्षा छ जति पनि मनोकांक्षा छ पुरा हुने भएकोले त्यही आस्थावादीले हामी चाहिँ वर्षेनी आउने गर्छौँ भए पनि छ त्यो पुगेको पनि छ सम्पूर्ण मान्छेहरूलाई पुगेर पनि हामी आएका छौँ सधैँ भनौँ न यही हो अनि धेरै राम्रो छ अब भैरव थान सबैले मान्छन् पनि मान्न पनि पर्छ हैन अनि त्यसले गर्दाखेरि हामी एकदम आस्थामा त्यसको कारणले आएको जेस पञ्चवली दिनी वर्षमा एकपटक सकेसम्म एकदम भएसम्म हुँदासम्म समय मिलाएर दर्शन भए पनि गर्ने हैन एकदम त्यही भाकल गर्ने कुरा हुन्छ त्यही भएर त्यसको लागि मात्रै छुट्टी आएको सबै नमस्कार आज हामी हरिनाथ गाउँपालिका वडा नम्बर 4 गिरेकोटमा विजयादशमीको चाहिँ पर्वको अवसरमा हामीहरू यहाँ जम्मा भएका छौँ र यहाँ आएर आफ्नो मनोकामनाहरू पुरा हुने हुनाले धर्मावलम्बीहरू विशेष गरेर यो दसैँको बेलामा यहाँ आउनुहुन्छ र हामी चाहिँ यसलाई विशेष गरेर चाहिँ पञ्चपलीको चाहिँ रूपमा असाध्यै चाहिँ पहिले हामी सानैदेखि मनाउने गरेको हामीले पाइन्छ र हामी पनि वर्षेनी आफ्ना मनोकामना पुरा गर्नको निम्ति श्री भैरवनाथलाई सम्झँदै बलिको रूपमा विभिन्न पशुपक्षीहरू ल्याएर हामीले बलि चढाइन्छ। Sama dia.
आज हामी गिरीकोटको यो चाहिँ नि पुण्यधामबाट एउटा मुक्तक जस्तो मैले चाहिँ सिर्जना गरेको छु, जुन मुक्तक यसरी सुरु हुन्छ। गिरीकोट भैरव मन्दिरमा आउनु है, गिरीकोट भैरव मन्दिरमा आउनु है, मालाश्रीको मधुर धुन गाउनु है, मालाश्रीको मधुर धुन गाउनु है, आँटेका मनोकांक्षा सबै पुरा हुन्छ, आँटेका मनोकांक्षा सबै पुरा हुन्छ, वर्षेनी पुण्यधाममा पिरती लाउनु है, वर्षेनी पुण्यधाममा पिरती लाउनु है। धन्यवाद।